कसले चलाइरहेको छ प्रधानमन्त्री कार्यालय, सबैलाई चकित पार्ने खुलासा। दर्शकवृन्द नमस्कार, म हुँ लक्ष्मण बजगाई। आज पनि तपाईहरुमाझ नयाँ ताजा खबरको साथ उपस्थित भएको छु। आउनुस् भिडियोलाई सुरु गरौँ। मुलुकको कार्यकारी शक्तिको केन्द्र हो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, जहाँबाट सरकारले गर्ने प्रत्येक निर्णयको तयारी, कानुनी परीक्षण, मन्त्रीहरूसँगको समन्वयको अनुगमन भइराखेको हुन्छ। अनि प्रधानमन्त्रीको दैनिक कार्यतालिकाको व्यवस्थापन पनि यसैले गर्छ। यस आधारमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कस्ता व्यक्ति छन्, कतिजना छन्, जिम्मेवार कसरी बाँडफाँड गरिएको छ भन्ने विषयमा सबैको चासो रहन्छ। नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले यो विषयमा संसाझा प्रश्न गर्दै दर्ता गराएकी थिइन्। जवाफमा प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको निजी सचिवालयमा 27 जना रहेको विवरण उपलब्ध गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय आफैले पनि चौमासिक प्रगति विवरण सार्वजनिक गरेको छ, जस अनुसार प्रधानमन्त्री कार्यालयमा समग्रमा 230 जनाको जनशक्ति छ। तीमध्ये 27 जना प्रधानमन्त्री बालेनको निजी सचिवालयमा छन् भने बाँकी कर्मचारी स्थायी र करार दरबन्दीमा रहेको सरकारको केन्द्रीय संयन्त्र सञ्चालन गरिरहेका छन्, जसमा स्थायी दरबन्दी 172 रहेको छ भने करार दरबन्दी 31 छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको वर्तमान सांगठनिक संरचना अनुसार हाल 9 वटा महाशाखा र 23 वटा शाखा छन्। प्रमुख पदाधिकारीका रूपमा नेपाल सरकारका मुख्य सचिव रहन्छन्। मुख्य सचिव मातहत विभिन्न क्षेत्र हेर्ने 3 जना सचिव छन्। विभिन्न महाशाखा हेर्ने गरी सचिवहरूको दरबन्दी छ। प्रत्येक शाखाको कार्य सम्पादनका लागि उपसचिवको मातहतमा शाखाको कार्य बोझ अनुसार शाखा अधिकृतदेखि कार्यालय सहयोगीसम्म कर्मचारी हुन्छन्, जस्तै प्रशासन, कानुन, राष्ट्रिय सुरक्षा, पूर्वाधार, आर्थिक योजना, तथ्याङ्क, मन्त्री परिषद व्यवस्थापन तथा अन्तर मन्त्रालय समन्वय जस्ता जिम्मेवार सम्हाल्छन्। राजपत्राङ्कित उच्च तहका कर्मचारी मात्रै 43 जना छन्, जसले आफ्नो विषयगत क्षेत्रको नेतृत्व गर्छन्। अधिकांश कर्मचारी नीति प्रशासन, कानुन, राष्ट्रिय सुरक्षा, इन्जिनियरिङ, आर्थिक योजना, अनुगमन, समन्वय र प्रशासनिक व्यवस्थापन जस्ता विशिष्ट जिम्मेवार छन्। नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत 48 वटा कार्यभार छन्। पहिलो नम्बरमै मन्त्री परिषद सम्बन्धी कार्यभार छ, जसमा मन्त्री परिषदको निर्णयदेखि त्यसको कार्यान्वयनको अनुगमनसम्म पर्छ। मन्त्रालयहरू बीचको समन्वय, राष्ट्रिय सुरक्षा, सुशासन र प्रशासन सुधार, प्रधानमन्त्रीको दैनिक कार्यतालिकादेखि सरकारी दीर्घकालीन नीतिको तयारीसम्मका काम प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाटै हुन्छ। देश चलाउने नीति संसदले बनाउँछ, तर संसाझा विधेयक लैजाने काम सरकारले गर्छ र नेतृत्व प्रधानमन्त्रीले लिन्छन्। तर ती निर्णयलाई आकार दिने, कानुनी रूप दिने, मन्त्रालयसँग जोड्ने र कार्यान्वयनको नामी छान्ने काम प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कर्मचारीहरूले नै गर्छन्। कार्य विभाजन नियमावली अनुसार मन्त्री परिषदको सचिवालयले सुशासन तथा प्रशासन सुधारका नीति बनाउने, भ्रष्टाचार नियन्त्रण सम्बन्धी नीतिको समन्वयन गर्ने, राष्ट्रिय सुरक्षा तथा संवेदनशील विषयमा प्रधानमन्त्रीलाई सहयोग गर्ने, प्रधानमन्त्रीको सम्पर्क तथा सचिवालय सञ्चालन गर्ने लगायत जिम्मेवारी निर्वाह गर्छन्। त्यसैले प्रधानमन्त्री कार्यालयका जनशक्तिलाई केवल निजी सचिवालयका कर्मचारीको रूपमा हेर्नु यथार्थसँग मेल खाँदैन। यति फराकिलो कार्यक्षेत्र सम्हाल्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा 9 महाशाखा र 23 शाखा रहेका छन्, जसमा कार्यरत 230 जना कर्मचारीको स्पष्ट कार्य विभाजन छ, जुन जनशक्तिले सरकारको संस्थागत संयन्त्र सञ्चालन गर्छन्। दर्शकवृन्द, तपाईलाई आजको यस खबर सुनेर मनमा कस्तो प्रसङ्ग आयो? तपाईको मनमा लागेको कुरा तल कमेन्ट बक्समा कमेन्ट गर्न पनि नबिर्सिनुहोला। फेरि पनि यस्तै ताजा खबरका लागि च्यानललाई सब्स्क्राइब गरिरहनुहोला। फेरि पनि यस्तै खबर लिएर उपस्थित हुने बाचा गर्दै आजको लागि चाहिँ बिदा दिनुहोला। हस्त नमस्कार, जय नेपाल।